दुःख छ भन्छन्। हामीले आएको 1 हप्ता भइसक्यो अनि आज गएर 4 घन्टा हानेर 10,000 कमाइसक्यौँ। भोलि चाहिँ गयो 4 घन्टा 20,000 भइहाल्छ। के छ र हाम्रो महिनाको 3 लाख रुपियाँ स्यालेरी हुन्छ। 3 लाख भएपछि 20,000 1 महिना खर्च हो। चिल छ क्या केटा त बिन्दास छ भाइ, आउने आऊ हाम्रो खाओ ऐस गर क्या ऐस गर। हेर्नुहोस् चिन्ता होइन क्या हाम्रो होस्टेल चाहिँ यही हो। हेर्नुहोस् गाइस, यो होस्टेल यो 7 तला माथि छ। 7 तला माथि होस्टेल छ हाम्रो। यो पछि हामी नै किन्ने हो। हेर्नुहोस् ट्रेन आयो उता। कसैलाई चाहिए भने सम्पर्क गर्नु। अहिले हामी लिदावासीमा छु। अहिले लिदावासीमा छु, टोकियो लिदावासी। फेरि यस्तो अब यहाँ पछि जापान आउने भए हामीहरूलाई कन्ट्याक्ट गर्नु होला। होस्टेल खोलिदिन्छ। 7 दिनमा हामी जापान आएको सेन्पाई दाइ भइसक्यन् होइन। सेन्पाई भइसक्यो। कन्ट्याक्ट कति छ कति छ मोबाइलमा कति छ हाम्रो कति नेपालमा यस्तो बिल्डिङै छैन। कस्तो छ गाइस, यस्ता नाच यति नेपाल। अब त जापानमा लाइफ सेटल गर्ने हो केटा। यस्ता नाच आम्मै ल हामीले त अब आएको छौँ जग्गा हेरिल्नुपर्छ। जग्गा हामी जापानमा टोकियोमै टोकियो टावरमै हामी जग्गा हान्ने हो माथि। यो कलेज यो हेर्नुहोस्, यो कलेज हाम्रो यो माथिको बाजेको मेरो हाम्रो मनोजको बाजेको कलेज।